नमस्कार साथीहरू, लोकसेवा सारथी युट्युब च्यानलमा तपाईको स्वागत छ। आजको भिडियोमा गोरखापत्र 2083 साल जेठ 6 गते बुधबार प्रकाशन भएको गोरखापत्रको वस्तुगत प्रश्नोत्तरहरू चर्चा गर्नेछु। ल आजको भिडियो सुरु गरौँ। 1 नम्बरमा हेर्नुस्। 1 नम्बरमा छ प्रख्यात नेपाली आरोही कामेरिता शेर्पाले सर्वाधिक 32औं पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन्? ल भन्नुस् त कहिले गरेको हुन्? विक्रम सम्वत 2083 जेठ 3 गते गरेको हुन्। विक्रम सम्वत 2083 जेठ 3 गते उनले 32औं पटक सगरमाथा आरोहण गरेको हुन् र आफ्नै विश्व कीर्तिमान तोड्न सफल भएको हुन्। उनलाई एभरेस्ट म्यानको उपनामले समेत चिनिन्छ। ल एभरेस्ट म्यान उपनामले समेत चिनिने 55 वर्षीय आरोही कामेरिताले 14 पिक्स एक्सपोडिसन टोलीको नेतृत्व गर्दै 8848.86 मिटर अग्लो शिखरमा 32औं पटक पाइला टेकेका हुन्। सन् 1994 मा पहिलो पटक सगरमाथा चुमेका उनले सन् 2018 मा अप्पा शेर्पाको 21औं पटकको कीर्तिमान तोडेका थिए। उनी जीवनको अधिकांश समय गाइडको भूमिका निर्वाह गर्दै विश्व पर्वतारोहण क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व बनेका छन्। ल अब 1 नम्बरबाट के याद गर्नुपर्छ भने मैले हाइलाइट गरिदिएको छु। कामेरिता शेर्पाले 32औं पटक सगरमाथा आरोहण गरे। कहिले गरे भने जेठ 3 मा गरे। उनलाई एभरेस्ट म्यानको उपनामले समेत चिनिन्छ र सगरमाथाको उचाइ यो सबै याद गर्नुपर्ने हुन्छ। ल हेर्नुस्, हाइलाइट गरिदिएको छु, याद गर्नुस्। ल अब 1 नम्बर बुझ्नुभयो होला। अब 2 नम्बरमा जाम। 2 नम्बरमा विश्व सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन्? ल 1 नम्बरमा चाहिँ पुरुष आरोही थियो। 1 नम्बरमा पुरुष 32औं पटक गरेको हुन्, एभरेस्ट म्यानको उपनामले चिनिने कामेरिता शेर्पा। र 2 नम्बरमा चाहिँ महिला आरोही सोधेको छ। 2 नम्बरमा महिला आरोही, ल भन्नुस् त कुन हो महिला आरोही? लाक्पा शेर्पा हुन्। लाक्पा शेर्पा 11औं पटक सगरमाथा आरोहण गर्न सफल भएको हुन्। उनलाई माउन्टेन क्वीनको उपनामले समेत चिनिन्छ। ल माउन्टेन क्वीन उपनामले चिनिने नेपाली महिला पर्वतारोही लाक्पा शेर्पा विक्रम सम्वत 2083 जेठ 3 गते 11औं पटक सगरमाथाको सफल आरोहण गर्दै यस अघिको आफ्नै कीर्तिमान तोडेकी हुन्। 7 समिट ट्रेक मार्फत सम्पन्न भएको यो आरोहणले विश्वभरका महिला र पर्वत आरोहीलाई अदम्य साहस र समर्पणको प्रेरणा प्रदान गरेको हुन्। ल 2 नम्बर पनि बुझ्नुभयो होला। लाक्पा शेर्पा भन्ने महिला आरोही हुन्। 11 पटक सगरमाथा आरोहण गरेकी हुन्। माउन्टेन क्वीनको उपनामले चिनिने 11औं पटक सगरमाथा सफल आरोहण गर्दै उनले आफ्नै कीर्तिमान तोड्न सफल भएकी हुन्। कहिले गरेको हुन् भने 2083 जेठ 3 गते नै। ल अब 3 नम्बर हेर्नुस्। 3 नम्बरमा 2082 सालको प्रतिष्ठित उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? भन्नुस् त को हुनुहुन्छ? वनस्पति विज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ। वनस्पति विज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, उनको कीर्ति चाहिँ नेपाल गाथा हो। उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा विक्रम सम्वत 2044 सालदेखि उत्कृष्ट गैर आख्यान जस्तै निबन्ध, स्मरण, जीवनी आदि विधामा प्रदान गरिँदै आएको यस पुरस्कारको राशि 1 लाख रुपैयाँ रहेको हो। ल उत्तम शान्ति पुरस्कार वनस्पति विज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठले पाएको हुन्। उनको कीर्ति चाहिँ नेपाल गाथा थियो र यसमा पुरस्कार राशि 1 लाख रुपैयाँ रहेको छ। ल बुझ्नुभयो होला। अब 4 नम्बर हेरौँ। 4 नम्बरमा हालै कङ्गो र युगान्डामा फैलिएको इबोलाको नयाँ प्रकोप बुन्दी-बुग्यो प्रजातिको भाइरसको प्रकोपलाई लक्षित गर्दै WHO ले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरेको हुन्? सन् 2026 मे 17 मा गरेको हुन्। के गरेका हुन् भने सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हुन्। कुन कुन देशमा फैलिएको थियो भने कङ्गो र युगान्डामा फैलिएको थियो। के फैलिएको थियो भने इबोला भाइरसको नयाँ प्रकोप बुन्दी-बुग्यो प्रजाति भाइरसको प्रकोप फैलिएको थियो। र एउटा अझै कुरा जान्नुस्, इबोला भाइरस चमेरोबाट मानिसहरूमा सरेको विश्वास गरिन्छ। अरू त पोइन्ट यसमा खासै त्यति महत्त्वपूर्ण छैन, आफैले पढ्दा हुन्छ। यति चाहिँ बुझ्दै राख्नु, इबोला भाइरस चमेरोबाट मानिसहरूमा सरिएको विश्वास गरिएको छ। ल अनि यो मे 17 मा सङ्कटकाल घोषणा गरिएको। कुन कुन देशमा फैलिएको थियो भने कङ्गो र युगान्डामा फैलिएको थियो इबोला भाइरसको नयाँ प्रकोप बुन्दी-बुग्यो प्रजाति। ल अब 5 नम्बर हेर्नुस्। 5 नम्बरमा महालेखा परीक्षकको 63औं वार्षिक प्रतिवेदन अनुसार हाल नेपालको कुल अदाब्दिक बेरोजु कति रहेको छ? 7 खर्ब 55 अर्ब र 17 करोड रहेको छ।
प्रतिवेदन अवधिमा थप 88 अर्ब 9 करोड रुपैयाँ बेरोजु कायम भएको छ। विगतको सम परीक्षण र यस वर्षको फर्स्यौटबाट 14 अर्ब 63 करोड रुपैयाँ असुल भएको छ। सङ्घीय मन्त्रालयहरूमध्ये वित्तीय अनुशासन कायम गराउने अर्थ मन्त्रालयमै सबैभन्दा बढी कुल सङ्घीय बेरोजुको करिब 70% अर्थात् 37 अर्ब 63 करोड बेरोजु देखिएको छ। प्रदेशतर्फ सबैभन्दा धेरै बेरोजु मध्य प्रदेशमा देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा देखिएको छ। बुझ्नुभयो? सबैभन्दा धेरै मध्य प्रदेशमा र सबैभन्दा कम कोशी प्रदेशमा देखिएको छ। जेन्जी आन्दोलनका कारण 179 निकायले कागजात पेश नगर्दा 1 खर्ब 47 अर्ब 90 करोड रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको। ल बुझ्नुभयो है बेरोजुको। अब 6 नम्बर हेर्नुहोस्। ओडिआई क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गर्ने विश्व कीर्तिमान कुन खेलाडीले कायम गरेका हुन्? ल भन्नुहोस् त। सन्दीप लामिछानेलले सन् 2026 मेमा गरेको हुन्। नेपाली लेग स्पिनर सन्दीप लामिछानेलले जम्मा 73 खेलमा 150 ओडिआई विकेट पुरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको 77 खेलको 9 वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। सन्दीप लामिछानेलले तोडेको हुन्। स्कटल्यान्ड विरुद्धको खेलमा 150 विकेटको आँकडा पार गरेका उनले यसअघि 42 खेलमै 100 विकेट लिएर राशिद खानको रेकर्ड समेत तोडेका थिए। सन्दीप लामिछानेलले रेकर्ड तोडेका थिए। ल 6 नम्बर पनि बुझ्नुभयो है। 7 नम्बर हेर्नुहोस्। अब नेपालमा पहिलो पटक टियर 4 प्रमाणीकृत हाइपर स्केल डाटा सेन्टर निर्माण गर्न कुन अमेरिकी बहुराष्ट्रिय कम्पनीले नेपाली लगानीकर्तासँग रणनीतिक साझेदारी गरेका छ? ल भन्नुहोस् त कुन अमेरिकी कम्पनी हो जसले नेपालको लगानीकर्तासँग रणनीतिक साझेदारी गरेको हुन्? भन्नुहोस् त कुन हो? गुगल हो। भर्खर न्युज सुन्नुभयो होला तपाईँहरूले। गुगल। विश्व प्रसिद्ध प्रविधि कम्पनीहरू गुगल र मेटाले नेपाली कम्पनीहरूसँगको साझेदारीमा काठमाडौँ र वीरगन्जमा अत्याधुनिक डाटा सेन्टर निर्माण गर्न लगानी गर्ने भएका छन्। गुगल क्लाउडसँगको सहकार्यमा ब्लुचिन डाटा भोल्ट प्रणालीले नेपालमै पहिलो पटक टियर 4 प्रणालीकृत डाटा सेन्टर चोभार र वीरगन्जमा बनाउने भएको छ। मेटाले वर्ल्ड लिङ्क कम्युनिकेसनसँग मिलेर करिब 5 अर्ब रुपैयाँ लगानीमा माता तीर्थमा टियर 3 स्तरको डाटा सेन्टर निर्माण गर्ने तयारी गरेको छ। चिसो हावापानी र प्रशस्त जलविद्युत भएको नेपालमा डाटा सेन्टरको कुलिङ लागत कम हुने भएकोले यी परियोजनाले नेपाललाई दक्षिण एसियाकै महत्त्वपूर्ण डिजिटल हब र डाटा भण्डार केन्द्र बनाउन सघाउनेछ। बुझ्नुभयो है। ल अब 8 नम्बर हेर्नुहोस्। 8 नम्बरमा लघुवित्त क्षेत्रलाई दीर्घकालीन रूपमा दिगो बनाउन र विपन्न वर्गलाई सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउने उद्देश्यले सरकारवालाले कुन कोष स्थापना गर्न सरकारसँग माग गरेका छन्? ल भन्नुहोस् त कुन कोष हो? लघुवित्त विकास कोष हो। लघुवित्त क्षेत्रलाई सहकारी र मिटर ब्याजीको नजरले नहेरी नीतिगत सुधारसहित लघु ब्याङ्कको मोडलमा रूपान्तरण गर्नुपर्ने सरकारवालाको झोट छ। लघुवित्त क्षेत्रलाई थप दिगो बनाउन र विपन्न वर्गलाई एकल अङ्कको ब्याज दरमै कर्जा उपलब्ध गराउन सरकारसँग लघुवित्त विकास कोष स्थापना गर्नुपर्ने माग पनि रहेको छ। बुझ्नुभयो है। ल अब 9 नम्बर हेर्नुहोस्। नेपाल सरकारको कार्य सम्पादन नियमावली 2083 अनुसार राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राखिएको छ? ल कुन निकाय मातहत राखिएको छ भन्नुहोस् त। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय निकाय अन्तर्गत राखिएको छ। यसअघि गृहमन्त्री अन्तर्गत रहेको थियो यो चाहिँ। ल 10 नम्बर हेर्नुहोस्। अब हालै नेपालको कुन स्थानमा खाना पकाउने परियोजनार्थ हरित हाइड्रोजन ग्यासको सफल उत्पादन गरिएको छ? ल कुन स्थान हो भन्नुहोस् त। बाडीघाट बागलुङमा हो। बागलुङमा नेपाल इनर्जी फाउन्डेसन र विभिन्न अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा विक्रम सम्वत 2083 जेठ 1 गतेदेखि उत्पादित ग्यासहरूलाई सिलिन्डरमा भरेर चुलो बाल्न सुरु गरिएको छ। उत्पादित 1 केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब 1 सप्ताहसम्म खाना पकाउन पुग्ने र यसबाट खाना छिटो पाक्ने जनाइएको छ। ल 10 नम्बर पनि बुझ्नुभयो होला है। ल भन्नुहोस् त कुन स्थानमा हरित हाइड्रोजन ग्यासको सफल उत्पादन गरिएको हो? कुन स्थानमा हो? बाडीघाट बागलुङमा। ल बाडीघाट बागलुङ याद राख्नुहोस्। ल 11 नम्बर हेर्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनको 79औं विश्व स्वास्थ्य महासभा नेपाल कुन पदमा निर्वाचित भएको छ? उपाध्यक्षको पदमा।
नेपाल उपाध्यक्षको पदमा निर्वाचित भएको छ। नेपालसँगै लिबिया, माली, पोल्यान्ड र पापुवा न्युगिनी उपाध्यक्ष निर्वाचित यस महासभामा स्वास्थ्य मन्त्री निशा महताले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। ल 11 नम्बर पनि बुझ्नुभयो है, उपाध्यक्षको पदमा याद राख्नु। ल 12 नम्बर हेर्नुहोस्। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका अनुसार नेपालले हालसम्म कार्बन व्यापार मार्फत कति रुपैयाँ आम्दानी गरेका छ? 4 अर्ब 16 करोड रुपैयाँ। यो चाहिँ धेरै नै महत्त्वपूर्ण, 4 अर्ब 16 करोड रुपैयाँ याद राख्नु। ल अब 13 नम्बर हेर्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनको राजकीय भ्रमण कहिले भएको हो? सन् 2026 मे 13 देखि 15 सम्म भएको। दुवै राष्ट्रलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने गरी चीन र अमेरिका बीच महत्त्वपूर्ण व्यापारिक सम्झौतामा सहमति भएको जनाइएको छ। दुई नेताबीच बेजिङको जोङनान हाई परिसरमा इरानको परमाणु मुद्दा, ताइवानको सुरक्षा र रेयर अर्थ मिनरल जस्ता रणनीतिक विषयहरूमा गहन छलफल भएको छ। जोङनान हाईलाई मैले अङ्ग्रेजीमा पनि लेखिदिएको छु। अर्को पोइन्ट हेर्नुहोस्। भ्रमणको उपलब्धिका स्वरूप चिनिया राष्ट्रपति सी जिङपिङ आगामी सेप्टेम्बरमा अमेरिकाको औपचारिक भ्रमण गर्ने जनाइएको छ। ल यो पनि बुझ्नुभयो है, मे 13 देखि 15 सम्म भ्रमण गर्नुभएको हो डोनाल्ड ट्रम्पले चाइनामा, यति याद राख्नु। ल 14 नम्बर हेर्नुहोस्। सरकारद्वारा जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरेर के राखिएको छ? के राखिएको छ भन्नुहोस् त? भूमि प्रशासन कार्यालय। जारी नयाँ अध्यादेश मार्फत जग्गा ऐन र मालपोत ऐन संशोधन गर्दै मालपोत शब्दलाई भूमि प्रशासन रूपमा रूपान्तरण गरिएको छ। सरकारले जग्गा रेजिस्ट्रेसन, नामसारी, दाखिला खारेज, रोक्का तथा फुकुवा गर्ने जस्ता महत्त्वपूर्ण काम अब सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था मिलाएको छ। बुझ्नुभयो? भूमि प्रशासन कार्यालयमा नाम परिवर्तन गरिएको छ, यति याद राख्नुहोस्। ल अब 15 नम्बर हेर्नुहोस्। राष्ट्रिय गौरवको त्रिदेशीय लाइफलाइन विराटनगर रानी सङ्खुवा सभा किमाथाङका सडकको निर्माण कार्य कहिले सुरु गरिएको हो? आर्थिक वर्ष 2065-66 मा गरिएको हो। आयोजना चाहिँ उत्तर दक्षिण कोशी सडक त्रिदेशीय लाइफलाइन हो होइन। यो सडक नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छिटो मार्गको रूपमा रहेको छ। नेपाली सेनाले च्याम्ताङदेखि गोङगम पाससम्मको 10.81 किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरी विक्रम सम्वत 2083 वैशाख 28 मा सडक आयोजनालाई हस्तान्तरण गरेका थिए। सो पश्चात गोङगम्पादेखि किमथाङकासम्मको 12 किलोमिटर खण्ड सडक आयोजनाले मर्मत गरेसँगै किमथाङकामा सवारी पुगेका छन्। ल अब अर्को पोइन्ट हेर्नुहोस्। रानी किमथाङका सडकको जम्मा दूरी 345 किलोमिटर रहेको छ। यो चाहिँ इम्पोर्टेन्ट हो, मैले हाइलाइट गरिदिएको छु। जति पनि हाइलाइट गरेको छ नि त्यो इम्पोर्टेन्ट हो, त्यो सबै याद गर्नुहोस्। बुझ्नुभयो? अरू चाहिँ जानकारीको लागि हो। ल 16 नम्बरमा हेर्नुहोस्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ? मे 17 तारिक, मे 17 मा मनाइन्छ। इन्टरनेट तथा सूचना सञ्चार प्रविधि आइसिटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 मा यो दिवस मनाउने गरिएको छ। कुन दिवस? विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मे 17 तारिक मनाइन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा सञ्चार प्रविधि इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदिमा पहुँच भएको र पहुँच नभएको व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउने छ। र 17 नम्बर हेर्नुहोस्। आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा पर्यटन प्रवर्धनको लागि कुन वर्षलाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिएको छ? यो चाहिँ विक्रम सम्वत 2085 साललाई, भिजिट नेपाल 2085 साललाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरिएको छ। यो चाहिँ धेरै इम्पोर्टेन्ट हो। यो कुनै न कुनै लोकसेवाको इक्जाममा 100% आउँछ। 2083 सालमा विक्रम सम्वत 2085 साललाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरिएको। यो चाहिँ इम्पोर्टेन्ट हो, यो चाहिँ याद गरिहाल्नुहोस्। ल 18 नम्बर हेर्नुहोस्। सरकारको वार्षिक नीति तथा कार्यक्रम 2083-84 अनुसार व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै सरकारी प्रक्रिया 30 दिनभित्र टुङ्ग्याउने व्यावसायिक सहजता ल्याउन अवलम्बन गरिने कार्यक्रम कुन हो? लगानी एक्सप्रेस हो। लगानी एक्सप्रेस कार्यक्रम हो। ल 19 नम्बर हेर्नुहोस्। 19 नम्बरमा हेर्नुहोस्। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्ने सरकारले कुन कोष स्थापना गर्न घोषणा गरेको हुन्? एकीकृत बचतकर्ता संरक्षण कोष। एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गर्न घोषणा गरेको हुन् सरकारले।
ल 20 नम्बर हेर्नुहोस् 61औं एकाडेमी अफ कन्ट्री म्युजिक अवार्डमा इन्टरनेट अफ द इयर र वर्षको उत्कृष्ट गायकको उपाधि विजेता कलाकार को हुन्? कोडी जोन्सन। को हुन्? कोडी जोन्सन हुन्। सो अवार्डमा गायिका एल ल्याङ्गलीले उत्कृष्ट गायकी र चुजिङ टेक्सस गीतबाट सङ अफ द इयर सहित सर्वाधिक 5 विधामा अवार्ड जितेका हुन्। बुझ्नुभयो? ल अब 21 नम्बर हेर्नुहोस् वर्ल्ड रनिङको साझा संस्था एम्सले यस वर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड 2026 कुन नेपाली म्याराथनलाई प्रदान गर्यो? धारा नेपालगञ्ज म्याराथनलाई प्रदान गर्यो। समाजमा शान्ति सद्भाव र एकता प्रवर्धन गर्दै सकारात्मक कार्य गरे बापत नर्वेमा आगामी जुनमा हुने एम्सको 25औं वर्ल्ड कङ्ग्रेसमा उक्त अवार्ड प्रदान गरिने। ल यसैको साथ आजको गोर्खापत्र वस्तुगत प्रश्नोत्तरहरू समाप्त भयो। भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नु र भिडियोलाई लाइक गर्नु। ल थ्याङ्क यू भेरी मच।